त्यही गर्नु पर्यो उठ्न जाने आज गर्ने नत्र अब उही कोडा ल्याएर बसेर उनी जागिर गर्ने सुवास को इन्टरभ्यू थियो पास गरेर पास भयो मेरो कारणले जान्छ त्यो जापानिज पढ्छ टाढामा नि कस्तो पढे जापानिज गएर केटा तैँले अहिले गएर त्यहाँ काम गर्ने त्यहाँ गएर पढ्दै त्यहाँ तैँले के गर्न सक्छस् यार मैले कोरिया जान्छ भने कोरिया स्टुडेन्टमा फेरि कोरिया सकिँदैन नि सकिन्छ कोरिया त स्टुडेन्टमा त्यतिकै स्टुडेन्टमा यसलाई छात्रवृत्ति दिन्छ पैसा दिन्छ होला दिन्छ उही पढ्न परेको उही काम गर्नु परेको कति तनाव हुन्छ गाली गर्दै भिडियो चल्यो वर्किङमा आएर काम गर्न सकिन्छ वर्किङमा भनेपछि कामको मात्र ध्यान हुन्छ त्यो अर्को छुट्टी बाटो पढ्न बसेपछि त्यहाँबाट त उही पढ्नेको टेन्सन उही त्यहाँबाट उही कति टेन्सन हुन्छ यसो गरौँ कि म गयो भने अब भोलि त बुढो हुन्छ नि त त्यो बाइक पनि पास गर हो नि त अनि त्यो केटाहरूले लाउने तैँले पनि राम्रो राम्रो स्टाइलिस कपडा हेर होइन बुटोल होलसेल कहाँ अनि रामनगरतिर यतातिर हो क्या हाट बजार लाइनभन्दा पछाडि त्यतातिर त्यहाँ होलसेलमा सक्छ त्यहाँ नभए उहाँ गयो हुन्छ कि सुनौली गयो हुन्छ साथी छैन खालि सबै जागिर रिजनलाई लिएर जा सुनौलीतिर नभए नौतुना जाने त्यहाँ एड्रेस छ मसँग सरले दिन त्यो उसको पसलको दोडो सरले दिन मलाई त्यो सबैभन्दा ठुलो अरे क्या त्यहाँ पुरै फिक्स प्राइस हो अरे एकदम दामी अरे त्यहाँ मलाई सरले दिन त्यसमा गएर सामान लिएर आइरहेको अनि त्यस पछाडि दुईवटा रुम छन् त्यो दुई भाइ खाली छ अलिअलि पैसा आउने बाटो गरौ त्यहाँ घर जानुपर्छ भैँसी बाह्र बुवा भन्नु सकिँदैन जबै काम गर्नुपर्छ हजार जति यता हुन्छ दुईटाले राक्षस छ नि एउटा मुडीले यसले उचाल्नु पायो खुट्टु भाँचेको सन्चो हो फेरि आएर खुट्टु भाँच्छ बिजली लोटे छ अर्को त सन्चो हो अब यति कुराहरू मासु बिनामा खर्चका त कुरै नगर के इन्कमका कुरा गरेर खर्चका आज कमाइन्छ कि बुट्नु भन्दा बित्तिकै आजको भोलि च्याप्पै कमाइन्छ कि ए त्यो कमाएर पहिला अरूले हामी जस्तै उमेरका मान्छेले अब भयो भने अब हामीलाई ज्ञान दोष हो त्यही त हामी जस्तोको बेसहरू राम्रो भयो होला बेस राम्रो हुन्छ तिर्सित गालेमा कमाएर ल्याएर पढो सुरुवातको कुरा गर्छ कहाँ पुग्यो भन्छ जति बिक्री हुन्छ हामीले पढेन भाषामा नाम निकाल्ने निकाल्ने हामीले गरेको मान्छे नगरेर हामीले पनि त गरेकै छ नि त पैसा खाली छ अब त के गर्नु पर्यो खाना पाउन अन्त खान्छ अब पाल्टीमा जाने त्यसपछि माथि नारायणदाई जान्छन् लान्छु भने मलाई तल बढी नारायणदाई हुनुहुन्छ हिरे छ नानी हिरे छ त्यो मजा हुन्छ जान्छु त्यहाँ सिउतै काम गर्छु दिनको 850 500 प्लस भने 800 हुन्छ 850 को 1200 हुन्छ अनि हात्ती छ धोनी भइसक्यो महिनाको 30,000 भयो त त्यही भएर मलाई पठाइदिनु त्यही भएर म आज घर मम्मीले दिशा फोन गर्दा कति राम्छु यहाँ पुग्न पाएन कति राम्छु भन्छ सुते भोक लाग्यो खाना पाइदैन जाम
पोलिसहरू त त्यो फाइन गरेर के त्यो बाइकको गर्ने बाइकको त्यो ठुलो पानी आएर यो सबै बगाएर पैसा भएतिर लगाएर 4-5 दिन भयो त्यही हुन्छ पानी झर्नु पैसा भएतिर तल बगाएर त्यही झर्न थाहा के फिल्ममा झर्न थापालाई बगाएर मुगलानमा डबल रोल हुन्छ अनि एउटीलाई बगाएर धनी गराउँछ एउटी गरिब हो कि मोर चाहिँ के हुन्छ नि त्यस्तै विदेश जान्छ नि झर्न थापा त्यही भयो हुन्छ सल्लाहको बगाएर लैजाओस् धनी ठाउँमा लगाएको सबैलाई मान्छेलाई किन होस् होइन कि ठाउँमा त चेन्ज होस् क्या दाल खान्छ मासु खान्छ मैले खुवाउँछु कि मामाले त्यही हुनुहुन्थ्यो पहिला आमाको होटल किन्न अब विदेश जानुहोस् भन्नु खतरा चलाहान महिनाको 1.5-2.5 लगभग कति भाडा छोडेर 1.20 भनेको भाडा 40 हजुर 160 हो नि 160 खर्च कटाएर सबै खर्च कटाएर 1.19 पछि थियो हिसाबबाट सुरुमा गर्दा जग्गा असले मैले सिकाइदिएको मैले यसरी गर्नुपर्छ पहिलो स्यालेरी आउनु बाँकी छ त्यहाँ भिडियो मार्फत आज गरे जस्तो त लागेन मलाई 7 मिनेट पुगेछ आज यो भिडियो भएको हो नि भोलि एउटा नयाँ ब्याग निकालिन्छ त यसो भाइरल हुँदा बित्तिकै टन्ने पैसा हुन्छ कर मिलियन भ्यू जाने कि सब्सक्राइबर 10 के प्लस जाने युट्युबमा अचल मैले युट्युब फ्रिज भएर 4 भ्यू 5 भ्यू 10 15 20 25 भन्दा जाँदै जाम अब जात खानु भन्दा त त्यो कति बजा नभन्दा अलि 25 मिनट बाँकी छ मासु ल्याउनुपर्छ खाना मिलाउनु मलाई मासु मिलाउनु सुनेपछि माधे त आएर हुन्छ